Hello everyone, welcome back to our YouTube channel. हजुरलाई मेनु ब्लग्समा स्वागत छ अनि आज चाहिँ हामी यहाँनेर टलिज टुलिपमा आएको छौं अनि चाहिँ हाम्रो दिदी यहाँ चाइनिज बुढी भएर ओहो घाम छ नि यस्तो तर घाम रहेछ क्या भाउजू हाई बसी हाई भनिदिनु त ल सबैजनाले यहाँनेर मेरो चाहिँ त्यहाँ छ अहिले एकछिनमा लाउँछु म चाहिँ है अनि हामी चाहिँ टुलिप अब फुलहरुमा हामी गार्डनमा जान्छौं ल अनि यहाँ चाहिँ पार्किङ एरिया रहेछ है पार्किङ एरिया यस्तो ठुलो रहेछ है यति आज विकेन्डमा चाहिँ यति भाड नै हुँदा रहेछ अनि उता पट्टिएर पनि पुरै थियो क्या गाडीहरु राख्ने पार्किङ यहाँ चाहिँ अलि खुला खुला रहेछ र हाम्रो छोरोले चाहिँ यता लिएर आए अब खाँदैछौं ल एकछिन हेर्नु त वाह तर आज मज्जाले घाम चाहिँ लागिरहेछ ल म उतै देखाउँछु ल ल ल ल पक्नु म सोध्छु म दिदीलाई चाहिँ यहाँनेर टोयलेट आइसकेको अवस्था छ म सोध्छु ल हामी चाहिँ यहाँनेर इन्ट्री भयौँ है यहाँनेर अब चट्टा लाएर कति राम्रो है ल दुईजना यहाँनेर गोरिनीहरू हिँड्दैछन् अगाडि टोपी सोपी लगाएर है यहाँ चाहिँ टिकट देखाउँदै भित्र बस्नुपर्ने रहेछ है यस्तो आयो ल ल हामी चाहिँ वेटिङ गरिरहेको थियौँ के छोराहरूलाई हाम्रो टिकट चाहिँ छोराहरूसँग थियो नि त अनि वेटिङ गरेको र चाहिँ आइसकिसक्यो हामी सँगसँगै आएको हो होइन अनि अलिकति छोरालाई चाहिँ टेन्सन छ भाइसँग बोल्दैछ सौगात र जोजना चाहिँ लन्डनदेखि आउने हो नि त अनि के भयो भने हामी आएको गाडीमा चाहिँ इन्जिनमा चाहिँ अलिकति प्रब्लम देखायो क्या तर आउँदा त मजाले नै आइयो तर त्यहाँनिर अलिकति रेड जस्तो देखेर चाहिँ इन्जिन प्रब्लम जस्तो देखाएर छोरा चाहिँ अलिक स्याड छ क्या यहाँनिर टिकट देखाउँदै भित्र छिर्नु पर्ने रहेछ यसरी हामी चट्टा लाएर पस्यौं टुलिप गार्डनमा कस्तो मजाले घाम लागिरहेको रहेछ हेर्नु ल अब हामी पर गार्डनतिर जान्छौँ हेर्नु त यहाँ माथि गएर छोरा कस्तो लाग्यो है दामी ओ यहाँ हेर्नु ल यस्तो फुलको संसार वाउ लुक एट दिस टुलिप डबल वाला रहेछ यति राम्रो के यहाँनिर ल हाम्रो दिदी चाइनिज बुढी भएर ए हेलो यहाँ फोटो खिच्नु हुँदैछ यहाँ पनि छोडेन फुलले ल अब म चाहिँ यहाँ टुलिपको गार्डनमा जान्छु आज घाम यस्तो मजाले लागिरहेको छ यो यता साइडको पार्ट भयो यो यता साइडको पार्ट मान्छेहरू त कति हो कति गार्डनमा त अनि म चाहिँ यहाँ छु यस्तो दामी के अब यसरी म कुद्छु के गर्नु र भिडियो गर्ने कोही छैन सबै आफ्नोमा अब यसो गरेर म कुद्छु ल यसो गरेर हेर्नु ल दिदीले कल गर्नुभयो क्या यहाँनिर दुजना सौगात पनि आयो अरे अब म जाँदैछु यसो चिजो खाने अनि त्यहाँदेखि फेरि फोटोहरू खिच्ने भन्दैछ है जाँदैछु म एक्लैले त न भिडियो न फोटो खिच्नु साथी चाहिँ चाहिने के छैन म छोरीलाई मिस गर्छु पाली हुन्छ नि त अब खिच्ने भिडियो खिच्ने फोटो खिच्ने अब यस्तो बेला हुन्छ क्या छोरीसँग कता बोलाएको छ दिदीले फेरि के ठाउँमा आयो फेरि हेर्नु न म उता गार्डनमा आएर टुलिप गार्डनमा आएको थिएँ होइन त्यहाँ त एक्लैले त केही नहुने क्या यसो म त लिएँ मैले मजाले फोटो खिच्नै पाएन गाह्रो छ के भएपछि कता रहेछ दिदीहरू फेरि म हेर्छु न खुद चाहिँ हराउने नै रहेछ है म भेटाएँ त्यहाँ रहेछ भक्कु खाँदै रहेछ त हौ खै सौगातहरू त खै खासै खानु त मन छैन पटक ल के साई छोरो यो चाहिँ खाना नखाइकन आएको थियो नि त कति राम्रो ठाउँ छ क्या फोटो खिचेको छैन भिडियो छैन खायो पनि खाइसक्दैन हामीले
हामीले बसेर खान थाल्यो बाबु के गर्नु यति राम्रो छ पछाडि हेर्नु त खाउ खाउ यो पनि यत्रो छ स्पाइसी रहेछ क्या मिठो के हुँदैन बस्छ के हुँदैन बस्छ बसिरहेछ केही हुन्न ल अब हामी चाहिँ यहाँ खाजा खाइवरी फेरि हामी जान्छौँ यहाँनिर भिडियो फोटोहरू खिचेको छैन राम्ररी आयो खोइ यता ऊ र जुजना र सौगात पनि आयो आम्मामामामा हिरो र हिरोइनी आए वाउ लुकिङ सो नाइस हगी हगी आम्मामामा ओ कति राम्रो देखेको लुकिङ सो ब्युटिफुल वाउ जुजना ल यहाँनिर के अरे नयाँ छोटाछोट हुँदैछ यहाँनिर ल जुजना सौगात मैले खाइनँ खाऊ यो मैले खाइनँ खाऊ ल अब खाएर यिनीहरू पनि आयो हामी जान्छौँ फोटो पनि खिचेको छैन भिडियो पनि खिचेको छैन यस्तो राम्रो ठाउँ छ हेर्नु न कस्तो दामी छ है अनि अब फेरि भाउजूलाई नछोड्ने भाउजूले चाहिँ खिचिदिनुहुन्छ मलाई ल साथीहरू छड्के टोपी लगाएर हेर्नु त ओ फोटो यति खिच्यो अझै खिच्न बाँकी छ हेर्नु ओ माई गड ने ल भाउजू यहाँ हेर त सौगात सौगात कस्तो देख्यो टोपीले टोपी दामी छ सरी भेरी ब्युटिफुल ल थ्याङ्क यू सो मच दुजनाले साह्रै राम्रो देखेको तिमीहरू म्याचिङ म्याचिङ कस्तो राम्रो छ टी सर्ट र ल ल ल ल ल ओके अलराइट अब यहाँनिर भिडियो फोटो फेरि अझै खिचिन्छ अझ मैले देखाउनै पाएको छुइनँ यहाँनिर ल जाउँ भाउजूले चाहिँ मेरो अलिअलि भिडियोहरू गरिदिनुहुन्छ है त ल मैले भाउजूलाई चाहिँ ह्यान्डओभर दिएँ ल हामी चाहिँ हिँड्दैछौँ ओहो हेर्नुहोस् कति राम्रो हेर्नु त आमा कति राम्रो पिङ्क कलरको हेर्नु त भाउजू देखाइदिनु त यहाँनिर पिङ्क कलरको वाउ यस्तो राम्रो अनि यसरी देखाइदिनु त बा यति राम्रो छ मन आनन्द स्वर्गमा आए जस्तो लागिरहेको छ है साथीहरू बा दुजनाले खिच्दैछ दुजनालाई यस्तो राम्रो मजाको देखाउनु ल यस्तो रमाइलो लागिरहेछ है दिदीहरू पुरा भिडियो गर्नुहुँदैछ हामी फोटोहरू खिच्यौँ अनि एक्सनमा है यस्तो राम्रो आउनु भाउजू दुईजनाको म्याचिङ क्या कलर भाउजू यता लुक एट दिस टुलिप भन्दा नि हेर्नु त लिली टाइपको क्या है हेर्नु त यो अनि सेम हेर्नु न सेम क्या के डिजाइन लिली भन्छ नि हो त्यो टाइपको क्या यो चाहिँ रजत छोरा तिमीलाई कस्तो भइरहेछ भनिस् त First of all, very beautiful, like my mom. Amma just there. Second of all, yes, she's happy. Very happy. Good. Second of all, मेरा आमा चाहिँ एउटा चाइनिज मिलियनियर जस्तो देख्छ. Sorry, Vietnamese millionaire, Vietnam. अनि third. Cute. Oh yeah, राम्रो छ. Just let's hopefully हामी घर जान सक्छ. Fingers crossed.
अब घर गएर सुत्ने engine problems engine repair needed तर okay yeah how are you एकदम म त एकदम रमाइलो एकदम खुसी भइरहेछ है किनभने तपाईँ वाल हो किनभने तपाईँ चाइनिज मिलियनर Yes, of course. Yes. 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 I'm very rich man. Rich woman. Yes. This is a नलगा यस्तो त ल यस्तो रमाइलो है ल यस्तो रमाइलो है ल हामी आज उता जान्छौँ हामी चाहिँ फोटो खिच्नु बाँकी छ है छिटो गर्नु न लन्डन जाने एकदम आया ल ल न मैले देखाउँदैछु नि हो त्यो पाटा घुमिसक्यौँ अब हामी चाहिँ यताको पाटा जान्छौँ है अनि यहाँ चाहिँ फोटोहरू खिच्ने बिचमा कस्तो मजाले बनाएको रहेछ क्या अनि हेर्दै जाँदाखेरि त हेर्नु न साथीहरू हेर्नु त मान्छेले फुललाई यसरी टिपेको छ क्या टुलिपलाई त्यसरी गर्नु चाहिँ हुँदैन है कति नराम्रो हेर्नु त टिपेको ठाउँमा कति नराम्रो क्या अनि भाउजूलाई नि सोध्दैछु त्यस्तो चाहिँ प्लिज गर्नु हुँदैन है साथीहरू हो जो कोहीले पनि गर्न हुँदैन फुललाई फुलकै ठाउँमा छोडिदिनुपर्छ त्यही राम्रो देखिन्छ धेरै बनाएन पाउनु क्या मजाको हेर्नु यहाँनिर ऐनामा पिक्चर खिच्दैछ क्या यहाँनिर ल हामी चाहिँ अब लाग्यौँ ढिलो पनि भइसक्यो अनि छोराहरूले खाजा नि खाने अरे अनि दिदीहरूले भयो के भयो भनेर के अब हामी जाने अझै खिच्दैछ पिक्चर खिच्दैछ जुजाना सौगात आमै कति नाम हो क्युट पोज फुल टिप्नु हुँदैन त भने छोरा र फेरि सौगा छोरा र जुजनाले त फुल टिपेर पुरा फोटो खिच्दै रहेछ यिनीहरूलाई पनि मैले भने त्यस्तो गर्नु हुँदैन है भनेर सम्झाएँ यो आजको दिन खुसी लाग्यो खुसी लाग्यो हाम्रो ल हाम्रो भाउजू नि टुरिस्ट नै भयो आमा पोच वाउ यस्तो दामी है यस्तो राम्रो हेर्नु न ल गाइज है अब हामी चाहिँ टुलिप फार्म घुमिसकेर हामी चाहिँ आउट हुनेछौँ अनि आउट हुने ठाउँमा चाहिँ हेरौँ न कति राम्रो राम्रो फुलहरू टुलिप मात्र होइन क्या अरू फुलहरू पनि यस्तो राम्रो राम्रो भा मन पर्नेले चाहिँ किनेर लाँदो रहेछ तर मैले चाहिँ किनिनँ हामीले किनेनौँ यसो हेर्दै हेर्दै भिडियो मात्र गरेर अनि आउट हुँदैछौँ है हामी चाहिँ यति राम्रो राम्रो हेर्नु न वाउ अनि हाम्रो छोरा र जोजनाले चाहिँ अलिअलि यसो हेर्दैछ किन्नलाई अनि छोराले चाहिँ जिस्किँदै दिस इज फर यु भन्दै मलाई चाहिँ छोराले जिस्काउँदैछ क्या ल यति राम्रो राम्रो फुलहरू हेर्नुहोस् त वाउ ल हामी चाहिँ निस्केको है गाइस अनि यहाँनिर ग्रान्ड मदर मामा चाहिँ हिँड्नु हुँदैछ है म चाहिँ के होममा काम गर्ने भएर चाहिँ देख्ने बित्तिकै कस्तो माया लाग्छ क्या यस्तोहरू आजलाई मेरो ब्लग यति नै थ्याङ्क यू सो मच फर वाचिङ प्लिज लाइक सेयर सब्सक्राइब गरिदिनु होला